नमस्कार दर्शकबिनहरू, म वासुदेव भट्ट, कञ्चनपुर महेन्द्रनगर। म अनिरा सुबी, कञ्चनपुर जिल्ला सचिवालय सदस्य र भीमरत्न नगरपालिका इन्चार्ज। सम्पूर्ण देशभरिका युवा विद्यार्थी साथीहरूलाई मेरो तर्फबाट नमस्कार छ र अभिवादन पनि व्यक्त गर्न चाहन्छु। नेकपा एमालेको भातृ सङ्गठन अनिरा सुब्यू यो सडकको बाघ हो र विद्यार्थी सङ्गठनहरूको पनि बाघ हो। त्यही भएर चाहिँ मित्रहरू, म भन्न चाहन्छु कि सम्पूर्ण विद्यार्थी सङ्गठनहरूले जुन अहिले 2079मा जुन अहिले चैतमा जुन चैत 5 गते सोभि निर्वाचन हुने भन्ने घोषणा गरेको थियो, सम्पूर्ण विद्यार्थी सङ्गठनहरूले संयुक्त बैठक बसेर चाहिँ जुन एउटा चाहिँ निर्णय गरेको थियो, त्यो निर्णयका विरुद्ध गएर अहिले विद्यार्थी सङ्गठनहरू विभिन्न विश्वविद्यालयहरू र विभिन्न ट्युका क्याम्पसहरूमा तालाबन्दी गर्ने र सोभि चुनावबाट भाग्ने एउटा कायर र डरफोक सङ्गठनहरू जसरी नेभी सङ्घ र अनिरा सुब्यू क्रान्तिकारीहरू प्रत्येक विद्यालयहरूमा, ट्युका विद्यालय र विश्वविद्यालयहरूमा तालाबन्दी गरेर सोभि चुनाव नहुनु दिने भन्ने जुन रणनीति र जुन क्रियाकलापमा अग्रसर हुनुभएको छ, यस्ता विद्यार्थी सङ्गठनहरूलाई हामी सम्पूर्ण विद्यार्थी युवा साथीहरूले बहिष्कार गर्नुपर्छ। विद्यार्थीका हक हितको लागि नलडेर विद्यार्थीका अधिकारहरूमाथि वञ्चित गर्ने र विद्यार्थीको हक हितमाथि बलात्कार गर्ने किसिमका क्रियाकलापहरू गरिरहेका छन् जो सङ्गठनले, यो एकदम यो कदापि सही छैन, यो गलत छ। सम्पूर्ण विद्यार्थी युवा साथीहरूलाई म भन्न चाहन्छु कि यस्ता विद्यार्थी सङ्गठनहरूलाई बहिष्कार गरेर सम्पूर्णले नेकपा एमालेको भातृ सङ्गठन अनिरा सुब्यूमा सबैले आबद्ध हुन सम्पूर्ण युवा विद्यार्थी साथीहरूलाई म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। मित्रहरू, अनिरा सुब्यू एउटा सडकको बाघ हो र सडकको बाघ पनि नभएर सम्पूर्ण विद्यार्थी सङ्गठनको बाघ पनि हो र एउटा सम्पूर्ण विद्यार्थी सङ्गठनको राजा पनि हो अनिरा सुब्यू। अनिरा सुब्यूसँग डराएर जसरी कायरताका साथ प्रत्येक विद्यालयहरूमा तालाबन्दी गरिरहेका छन् र सोभि चुनावबाट भागिरहेका छन्, डराएर हामी अनिरा सुब्यूसँग जित्न सक्दैनौँ। चुनाव हार्ने पक्का छ, निश्चित छ। 8वटा चाहिँ भातृ सङ्गठनहरू एक मुष्ट भएर, एक रूप भएर 8वटा विद्यार्थी सङ्गठनहरूले गठबन्धन गरेर एउटा सिङ्गो अनिरा सुब्यूसँग डराएर 8वटा जुन सङ्गठनहरूले चाहिँ गठबन्धन गरेर अनिरा सुब्यूसँग पनि डराउँदैछन्। यो कदा पनि यिनीहरूको कायरता देखेर हामी सम्पूर्ण विद्यार्थी सङ्गठनहरूले चिन्नुपर्छ कि ठुलो सङ्गठनको विद्यार्थीका हक हितको लागि लड्ने सङ्गठन भनेको कुन हो भनेर सम्पूर्ण सबैले जान्नुपर्ने अनिवार्य छ। मित्रहरू, 2022 सालदेखि स्थापना भएको अनिरा सुब्यू एउटा चाहिँ कक्षा 9मा पढ्ने सुजन खरेलको नेतृत्वमा जुन एउटा चाहिँ अनिरा सुब्यूको स्थापना भएको थियो मित्रहरू, त्यहाँदेखि लिएर अहिलेसम्म विभिन्न देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, राजतन्त्र विरुद्ध र देशमा विभिन्न गलत क्रियाकलापका विरुद्ध विद्यार्थीका हक र अधिकारको लागि लड्दै आएको एउटै सङ्गठन हो अनिरा सुब्यू। अहिलेसम्म अनिरा सुब्यूको इतिहास हेर्दाखेरि देशकै पहिलो सङ्गठन र अहिलेसम्मका जति पनि सोभि चुनावमा जित्दै आएको र पहिलो अनिरा सुब्यू सङ्गठन हो। तपाईँहरूले हाम्रो यसको बारेमा चाहिँ हामी युट्युबमा, गुगलमा र विभिन्न सामाजिक सञ्जालहरू र विभिन्न पुस्तकहरू पनि पढेर हामीले अध्ययन गरेर हेर्न र बुझ्न सक्छौँ कि अनिरा सुब्यू सङ्गठन के हो र भन्ने कुरा बुझ्नलाई सम्पूर्ण विद्यार्थी युवा साथीहरूलाई हार्दिक अनुरोध गर्दै सोभि चुनाव, सोभि निर्वाचन जहाँ जहाँ हुन्छ त्यहाँ चाहिँ अनिरा सुब्यूलाई जिताउन र अनिरा सुब्यूका क्यान्डिडेटहरूलाई जिताउन सम्पूर्ण युवा विद्यार्थी साथीहरूलाई हार्दिक अनुरोध गर्दै कलममाथि जो अङ्कित तारा छ त्यो अनिरा सुब्यूको झन्डा हो र अनिरा सुब्यूको रातो रगतले रङ्गिएको अनिरा सुब्यूको झन्डा जुन शहीदहरूको रगतले रङ्गिएर अनिरा सुब्यूको झन्डा बनेको छ। शहीदहरूका त हामी देश र देशलाई बनाउन र विद्यार्थीको हक र अधिकारको लागि लडेर उहाँको रगत बगेर त्यो रगतले त्यो शहीदका रगतहरूले रङ्गिएको रातो रगतले बनेको यो अनिरा सुब्यूको झन्डा हो। त्यही भएर चाहिँ कलममाथि तारा भएको अनिरा सुब्यूको चाहिँ जति पनि विद्यार्थी युवा साथीहरू छन्, क्यान्डिडेट छन्, उहाँलाई चाहिँ साथ समर्थन गर्न सम्पूर्ण देशभरिका युवा साथीहरूलाई म वासुदेव भट्टको तर्फबाट हार्दिक अनुरोध गर्नका साथै अन्य विद्यार्थी सङ्गठनहरूले यस्तो नगर्नु हुन, विद्यार्थीको अधिकारमाथि बलात्कार नगर्नु हुन, विद्यार्थीहरूका चाहिँ अधिकारमाथि चाहिँ कुन्चिएर उनीहरूका चाहिँ हक अधिकार र उनीहरूको चाहिँ अधिकारमाथि वञ्चित गर्नेका तालाबन्दी गरेर उनीहरूका अधिकारमाथि वञ्चित नगर्नु हुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दै यति भन्दै म वासुदेव भट्ट बिदा हुन्छु। हस्त, धन्यवाद, अभिवादन, नमस्कार।